एभ्रिवान वेलकम टु माई भ्लग। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म पठाउ इन्डिया भ्लग गरौँ भनेर निस्किरहेको छु। सो म चाहिँ अनलाइन बस्छु सकिरहेको छु। अब फ्लिपकार्टको कति बेला लाग्छ भनेर हेर्दै जानु होला हजुरहरूले है। अनि हजुरहरूले चाहिँ सेवा भ्लगलाई चाहिँ लाइक सेयर अनि सब्सक्राइब गरिदिनु पऱ्यो। म चाहिँ हजुरहरूलाई आज कमाइ कति हुन्छ त्यो पनि लास्टमा देखाउनु छु। अहिले चाहिँ म ठक्कै भन्नुपर्दा 12:35-36 भइसकेको अवस्था छ। कस्तो लोडेर हुन्छ भनेर त्यही हो न भनेर लगिदिउँ भनेको, तर उल्टा जस्तो चाहिँ लागेन। हेरिदिउँ के कस्तो हुन्छ। ल फाइनल गाइज मलाई चाहिँ पठाउले दिइसकिरहेछ राइट। हजुरले हेर्नु सक्नुहुन्छ। इन्डोएपलाई चाहिँ अब अफ गर्नुपर्ने हुन्छ पठाउ लागिसकेपछि, नत्र झ्याउ हुन्छ नि त बच्छ र फेरि बाटोतिर। सो म चाहिँ अब कल गर्नेछु। जडीबुटी चोक हो म्याम, बस्नुहोस्। हजुर बस्नुहोस् म्याम। हामी शान्तिनगर हुँदै जाँदा हुन्छ है म्याम? हुन्छ हुन्छ। अब फाइनली गाइज मेरो चाहिँ टिप पनि लागिसकिरहेछ। अहिले चाहिँ राइडमा हो, यो चाहिँ 265 टिप लागिरहेछ। सो म चाहिँ अघि राइड हानिरहेको थिएँ नि त हो, सुरुमै स्टार्ट गरेर। अनि म चाहिँ भइराखेँ होला भिडियो भनिरहेको थिएँ, तर खासमा चाहिँ मेरो फोनको स्पेसै सकिएर पनि अघि नै त्यो भइसकिरहेको रहेछ, क्यामेरा भइसकिरहेको रहेछ। मैले यादै गरेको थिइनँ। सो फेरि मैले चाहिँ अरू फोनको मेरो त्यो भिडियोहरू चाहिँ डिलिट गरेर अहिले फेरि स्टार्ट गर्दैछु। हजुरहरूले हेर्दै जानु होला। म चाहिँ अहिले सामान डेलिभरी गर्नु जाँदैछु। त्यो सामान लगेर जाँदै हो म चाहिँ अहिले। मलाई चाहिँ मान्छे बोक्नु भन्दा नि यस्तो सामानहरू बोकेर हिँड्नु चाहिँ कम्फर्टेबल लाग्छ है। अब किनभने बाइकलाई त्यस्तो लोड पनि पर्दैन। सो बाइक पनि त्यस्तो धेरै बिग्रिँदैन अनि सजिलो पनि हुन्छ क्या। अब हल्लिने ओर्ने हुँदैन हो। मान्छे बस्यो भने चाहिँ पछाडि लास्ट हल्लिदिन्छ नि त। अब कोही त त्यस्तो हल्लिँदैन। अब कोहीजना चाहिँ लास्ट हल्लिरहेको छ क्या। सो त्यसैले म जाँदैछु। अगाडिको दृश्यहरू के कस्तो हुन्छ हजुरहरूले हेर्दै जानु होला। कति भयो सामान? हजुरको हो? हजुरको 162 रुपिस छ। इन्ट्रेस्टिङ। मैले चाहिँ सामान पनि दिइसकेँ गाइज। मैले कति भन्नु 162 को थियो भनेपछि 60 भएर थियो। 3 रुपियाँ चाहिँ टिप्स भनौँ न अब होइन। ल यो राइड पनि मेरो कम्प्लिट भइसकेको छ। अब नेक्स्ट राइड गर्नेछु। हेरौँ टिप कताको लाग्छ। अब अब म चाहिँ फाइनली गई अर्को टिपको पर्खाइमा छु। कताको लाग्छ हेर्दै जाउँ होइन। प्रसङ्गले पठाउ इन्डिया दुइटै खोलेर बस्थ्यौँ होइन। जुनमा टिप लाग्छ त्यसमा ल्यापटप बोक्ने हिँडिदिने हो। इन्डियामा त भर्खर एक टिप हान्दैछु मैले। त्यो अहिले 365 को टिप ल्यायो। त्यहाँदेखि इन्कमै देखाएन त भने है के भयो।
फर्स्टमा सो ल फाइनली गाइस मलाई चाहिँ पठाउले टिप दिइसकेर 72 रुपियाँको लिनु जानुपर्ने हुँदो रहेछ सँगले अब पहिला कल गरिदिइहाल्दिनँ र तर पठाउले मलाई चाहिँ कस्तो सानो सानो टिप दिइरहेछ भने खालि 60 70 75 त्यस्तैको मात्रै टिप दिइरहेछ आज हेलो हजुर लोकेसनमै हुनुहुन्छ ए हुन्छ सर हुन्छ सर हजुर पठाऊ त ए हजुरहरूले गर्नुभयो ए अच्छा हजुरको नाम सागर हो ए हजुर हजुर हामी पछाडि गइन्छ होला नि सर जाँदा हुन्छ सिधै जाँदा हुन्छ सर हामी त्यसमा गरिदिनुहोस् न हुन्छ थ्याङ्क यू हजुर भइसक्यो त हुन्छ हस् फाइनली गएँ त्यो मैले 76 रुपिसको राइड पनि कम्प्लिट गरिसकेको छु गरिदिउँ हेलो हजुर लोकेसनमै हुनुहुन्छ हजुर हजुरको साउन्ड क्र्याक हुँदै आइरहेछ हजुर ठ्याक्कै लोकेसनमै हुनुहुन्छ नि हजुर लोकेसनमै हुनुहुन्छ नि ए हुन्छ हस् सर हस् साउन्ड पुरा क्र्याक हुँदै आइरहेछ कहाँबाट बुझ्नु त हो मैले कता हो त 2 नम्बर ए दिदी 2 नम्बर गेट भनेको कता पर्छ दाइ 2 नम्बर गेट भनेको कता पर्छ अगाडि हो हस् धन्यवाद हजुर हो ए हजुर बस्नुहोस् हजुरको ठ्याक्कै जानुपर्ने दिल्ली बजार है हामी कुन बाटो जाँदा चाँडो पुग्छ होला हजुरलाई थाहा छ हो यहाँ फेरेरै गइदिउँ न त यही होइन दाइ हजुरको यही होइन दाइ हजुरको हजुर हजुर यही हेर हजुरको हेरिदिन्छु ल त हजुर 140 रुपियाँ कताको डन पर्नु हो त दाइहरू कताको डन पर्नु हो त दाइहरू हो त फोन गर्ने भन्दा पनि मेरो दाइको छोरा अलिक बौला आएको थियो हजुर हजुर किन के त पठाएरै छ ए
अरूलाई गइसक्यो साथीले नि साथी गइसक्यो कुरा गर्ने गरेर कुन राम्रो मान्छ होइन हजुर हजुर ल हस् त जसले गल्ती गरेर आज कुटा खानुपर्ने चाहिँ हो भन्ने होइन हो बिचमा गएर किन डिस्टर्ब गरिदिनु मैले ए आएर घ्याप पाएर ए ल हस् त हस् केटाहरूको केटी काण्ड र फाइनली गाइस यो पनि 139-40 रुपियाँको राइड थियो यो पनि मैले कम्प्लिट गरिसकेको छु अब अर्को राइडको लागि म कुर्ने छु हजुरहरूले हेर्दै जानु होला कताको राइड लाग्ने छ अहिले चाहिँ यो दिल्ली बजार पिपल बोटको राइड लिएर आएको थिएँ मैले चाहिँ आज तर कस्तो चिसो दिन थियो भनेर लास्ट चिसो भइरहेछ र फाइनली गाइज मेरो चाहिँ इनड्राइभमा फेरि 100 को टिप लागिसकेको छ हजुरले हेर्न सक्नुहुन्छ हेलो हजुर ठ्याक्कै लोकेसनमै हो सर लोकेसनमै हो लोकेसनमै हुनुहुन्छ हजुर 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 म हजुर ए हुन्छ हस् सर हस् दाइ यो ओम भोज मोमो पसल भनेको कता पर्छ यता उ भयो यहीँबाट जानुहोस् भन्नाले यही उ भयो जानु ठाडो जानु पऱ्यो नि ए हुन्छ हस् त भन्नाले गाइस म चाहिँ आइसकिरहेको छु अब सबैसँगले कल गर्नुपर्ने हुन्छ हेलो हजुर सर हजुर म बाहिर आइसकिरहेको छु हेर्नुहोस् त हुन्छ हजुरको 100 रुपिस छ सर हजुर एक्ज्याक्ट लोकेसनमै हो नि है सर लगिदिनु पर्ने ए हजुर ए हुन्छ हस् बाटै छैन रहेछ भने यस्तो ठाउँमा फस्यो कि अब यस्तो गुगल म्यापको यस्तो हुन्छ है गाइजहरू गुगल म्याप हेरेर आएपछि यसो गर्ने बाइक यसरी घुमाउने गुगल म्यापको करामत माकुरी तर दुःख दियो यार कहाँबाट चाहिँ जाने होला यार अब ब्रदर यो सेन्ट्रल जेल भनेको कतापट्टि पर्छ सेन्ट्रल जेल भनेको अँ यताबाट जान्छ
चाहिँ अगाडि एउटा यस्तो भिड जानु लाग्छ अँ त्यहाँबाट सिधै माथि जानु उकालोबाट यता ऊ न त्यही उतै हो त्यो मन्दिर जस्तो भएको हो टुप्पी भएको के होइन ऊ त्यो छ नि उयो त्यो पिङ्क कलरको छ नि ए हजुर हजुर त्यहाँनिर पुग्नु भएन हुन्छ कि भन्नाले कति जति अगाडि जानु पर्यो म यहाँबाट ए त्यो टेकु उभो चोकबाट हो ए ल हस् धन्यवाद कस्तो लोकेसनले झुकाइदिएर घुमेर आएको ए हजुर हो मोटरसाइकल यता राखेर आयो भइहाल्छ यहाँ त उहाँ दिँदैन कि मोटरसाइकल ए हजुर हजुरको लोकेसनमा आइपुगिरहेको थिएँ म ठ्याक्कै हजुरको सेन्ट्रल जेल अगाडि नै हो हजुरको म लोकेसनमा आइपुगिरहेको थिएँ म्याम म हजुर बाइकमा छु हजुरको ठ्याक्कै लोकेसन यो सेन्ट्रल जेलभन्दा अलिकति थोरै मुनि तपाईँ यो गल्लीपट्टि होइन हजुर झर्नुहोस् न है म हजुरको लोकेसनमै आइपुगिरहेको छु ए के भन्नु एकछिन पर्खिनुहोस् ल कस्तो साउन्डै सुनेन हजुर फेरि भन्नुहोस् त के को ब्याक गेटमा भन्नुभयो त्यो त मलाई त थाहा भएन तर म हजुरको लोकेसनै नै दिन्छु हुनु चाहिँ कता चाहिँ हुनुहुन्छ त हजुर अब ठ्याक्कै कस्तो कन्फ्युज भयो त फेरि कोही छैन त सेन्ट्रल जेलको ब्याक उपट्टि भन्नुभयो गेटपट्टि चाइना के भन्नुभयो चाइना चाइना टाउनको ब्याक गेटमा भन्नुभयो ए हुन्छ पर्खिनु ल म सोधेर आइहालेँ त्यसो भए कस्तो म्याकुरीहरू एक्ज्याक्ट लोकेसन राख्नु नि यार म्याकुरी भनेको यसलाई बाइक पनि स्टार्ट हुँदैन दाइ चाइना टाउनको ब्याक गेट भनेको कता पर्छ ब्याक गेट उँभो हो हजुर यो सामान लगिदिएर जानुपर्ने सामान पुऱ्याइदिनु हिँडेको क्या त्यहाँ पुऱ्याएपछि खाली हुन्छ म मिलाएर दिनु न कति दिनुहुन्छ अहिले त 65 आएको थियो यसमा भिरकुटी मण्डप हुन्छ आउनु तर यो सामान छोडिदिन्छ मेरो सामान छोडेर वहाँ छोडिदिनु न तर भिरकुटी मण्डप भन्नु त माथि होइन 65 रुपियाँमा जान्छ र त्यहाँ जाँदैन होला एक्सेप्ट गरेको छैन अहिले त्यो डिसिजन भएको थियो यसको लागि हुन्छ हुन्छ आउनु ल कतिजना हो जानुपर्ने गुलसनको लिएर गुलसनको तिनजना हो जानुपर्ने ए तर यो सामान छोडिदिएर जान्छु ल म फेरि यो हो कि होइन यो हजुर हो डेलिभरी हजुरको हो लोकेसन कस्तो टाढो मिस्टेक राख्नु भएको रहेछ नि हजुरले हेर्नु त हजुरको लोकेसन यहाँ तल छ म यहाँ आइरहेको छु हेर्नु हेर त अनि म कम त घुमिनँ तलबाट एउटा रुट देखायो हो त्यो पनि फेरि बन्द रहेछ तलबाट आएको त्यो पनि बन्द रहेछ ल हुन्छ धन्यवाद
अलिक क्लियर राख्नु लाउनु ल अबदेखि चाहिँ लोकेसन पर्दछ नि यता हो सायद मलाई पनि थाहा भएन चाहिँ पछाडि नै होला लास्ट टाढाको राइड उठ्यो गाइस मेरो चाहिँ हेलो हजुर लोकेसनमै हुनुहुन्छ म अहिले यो के भन्छ त ठ्याक्कै ठाउँको नाम त मलाई पनि थाहा भएन बस्दै गर्नुहोस् मायाले है हुन्छ हस् पेप्सी खोला हजुर रन्जित हो हजुर बस्नुहोस् जाँदा हुन्छ त